लेकिन ये साला कर क्या रहा है यहाँ पे? एउटा चिप्स दिन हजुरआमा 10 सालको चिप्सकै एउटा कति रुपियाँ त्यसलाई 10 रुपियाँ होइन पैसा हरायो हजुरआमा मैले सुनेको थिएँ यार तपाईँलाई एउटा कुरा थाहा यो चिप्समा पनि पैसा पर्छ नि अहिले त्यही भनेको थियो कम्पनीहरूले हाले है यसमा पैसै हरायो यो म फोडेर यसमा पैसा पर्ने दिन्छु तपाईँलाई पर्छ अरे के मैले सुनेको छु यता हेरेर भन्नु न पर्छ अरे म खोलिदिएर हेर्छु है तपाईँ लोन पढ्यो भने दिन्छु नि त मैले सुनेको थिएँ यसमा पर्छ भनेर अस्ति मेरो साथी पनि पढ्यो अरे ए हेर्नु त है 1000 रुपियाँ पऱ्यो देख्नु भयो 1000 रुपियाँ मैले भन्छु नि तपाईँलाई जादु कसरी जादु गर्ने र यहीँको अगाडि तपाईँको अगाडि देखायो के त यो 1000 रुपियाँ लाउनु कति रुपियाँ यसको 10 रुपियाँ होइन लाउनु 10 रुपियाँ लाउनु त यसबाट पढायो क्या लाउनु पैसा चिप्सबाट पैसै पऱ्यो है तपाईँको अगाडि मैले खोले कि भन्नु त ल जादु कस्तो जादु आफै पढ्यो कि 1000 रुपियाँ लाउनु पठाउनु 10 रुपियाँको होइन कसैमा मात्रै पर्छ कहाँ सबैमा पर्छ हजुरआमाको अगाडि निकाल्यो 1000 रुपियाँ पऱ्यो ल जादु अहिलेको जमाना जादु हुन्छ भने